जिउँदो लास भएर बसेको थियो। 18 वर्षको त्यो कलिलो उमेरमा बिहे भयो। 20 वर्षमै सिउँदोको सिन्दुर उजाडियो। 13 महिनाको टाइम त जहिले गाह्रोमा बित्यो है, कुरा गरे उसँग। कति कुरा गर्छु भन्ने थियो नि त त्यो 1 वर्षको टाइममा। उसको बर्थडेमा मोमबत्ती बाल्ने हातले उसैलाई बाल्न त कहाँ हुन्छ र है। त्यो सबै कुरा ऊ ठिक भएपछि गर्छु भनेर सोच्दा सोच्दै त्यत्तिकै सोचाइमै सीमित भयो। ड्याडी मम्मीको कर्तव्य चाहिँ नि एक्लैले निभाउनु परेको छ। उसको लागि ड्याडी नि मै भन्नु परेछ, मामु पनि मै भन्नु परेछ होइन। त्यही हो, अब कस्तो गरी हुर्काउला भनेर हामीले ड्रिम गरेको हुन्छ नि त। अब पहिला त त्यो सबै चाहिँ नि आफैले मात्रै गर्नु परेछ। अब त्यही दिनदेखिबाट गुमाएँ मैले। अनि अब त्यसै बिच मेरो लागि साथी बनेर भगवानले पठाउनु भयो होला पुच्चे होइन। अब उसको एक्सिडेन्ट भएर 7 दिनमा ऊ जन्मेको हो बल्ल। उसको उसले बाबा भनेको नि आजसम्म देखेको पनि छैन। न बाबालाई छोरा थाहा छ न छोरालाई बाबा थाहा छ है। जे हो मै हो उसको लागि। जिन्दगी कस्तो थियो कस्तो भयो अहिले कस्तो छ। रङ भन्ने कुरा त अब आफ्नो माया गर्ने मान्छे साथमा छ भने त हुन्छ होइन। अब रङ्गिन लुगा लाएर जिन्दगी रङ्गिन नहुने रहेछ। साथी त उसले जन्मेदेखि मलाई देखायो, मैले नि उसलाई देखायो होइन। मेरो सबैभन्दा लो टाइममा मलाई साथ दिनु भने कि उसले थियो। अब एकदम ऊ त मलाई कहिले पनि छोडेन नि त, छाया जत्तिकै भयो होइन। चाहिँ मेरो लागि त बाबै हो क्या, आबै। ड्याडीले पनि गर्न सक्नुहुन्छ भन्ने चाहिँ मेरो ड्याडी देखेर उदाहरण हुन्छ। भगवान्ले किन भेट गरायो होला जस्तो हुने। अब एकदम छोटो भेट भयो नि त हाम्रो है। त्यतिखेर पनि मेमोरी चाहिँ धेरै भयो नि। मन्जु बहिनीलाई एकदमै धेरै धेरै स्वागत छ मेरो पोडकास्टमा। धन्यवाद। के छ खबर? खबर त ठिकै भन्नु पर्यो। ठिकै भन्नु पर्यो है। कस्तो चेन्ज हुनुभएछ समयसँगै। अलि अगाडि भेट भएको थियो होइन, त्यो दुःखद क्षणमा। अहिले अब जे होस् परिपक्व एउटा आमा हुनुभयो। छोरा पनि हुर्काइसक्नु भएछ। हुर्काइसके है। सानो त्यो छोरा। जिम्मेवारी कतिको हुँदो रहेछ यो समयमा आइपुग्दा। सबै चिजलाई आफैले व्यवहारमा लिएर हिँडिराख्नु भएको छ। कति धेरै जिम्मेवारी, कति धेरै गहन भइसक्नु भएछ। त्यो त अब एक्लैले हुर्काउँदा त 2 जनाले हुर्काए जस्तो कहाँ सजिलो हुन्छ। अलि निर्वाह त भइरहेछ। ओके। कतिको दुःख दिन्छ बाबुले? ऊ त ज्ञानी छ। ज्ञानी छ है। सानैदेखि नै ज्ञानी थियो है। अहिले पनि ज्ञानी नै छ। ओके। के छ अहिले व्यस्तता केमा हो? के गर्दै हुनुहुन्छ तपाईँ? अहिले पढाउनुहुन्छ? वाउ, कतिसम्मलाई? अहिले मन्टेसरी लेभल एलकेजीसम्मलाई पढाउनुहुन्छ। छोरालाई पनि सँगै एउटै स्कुलमा हो? ओके। मुभ अन हुन कतिको गाह्रो भयो? कतिको टाइम लाग्यो? गाह्रो छ नि अझै। कहाँ सजिलो छ है। अब टिकटकमा हामीले धेरै देखिरहेका छौँ होइन। धेरैलाई थाहा छ टिकटकमा हुनुभएकोलाई। आफ्नो यो जिन्दगी कतिको बेरङ्गिन लाग्छ। अब के भयो? ओहो, नरुनु। अब रङ भन्ने कुरा त अब आफ्नो माया गर्ने मान्छे साथमा छ भने त हुन्छ होइन। अब रङ्गिन लुगा लाएर जिन्दगी रङ्गिन नहुने रहेछ। त्यही हो। यो सानो उमेरमा यति ठुलो वज्रपात कसरी सहिराख्नु भएको छ क्या? तपाईँको लाइफ हेर्दा त नि मलाई त यो फिल्म हेरे जस्तो लाग्छ, सपना जस्तो लाग्छ क्या। सिरियसली नै मलाई नि त्यस्तै लाग्छ। जिन्दगी कस्तो थियो कस्तो भयो अहिले कस्तो छ। ओके। आफ्नो मनलाई कसरी सम्झाइराख्नु भएको छ? मन पुच्चे हेरेर। पहिला नि त्यही गरे हो, अहिले पनि त्यही छ। बेलेमा जन्मिहालेछ बरु मन भुलाउने बाटो। छोराले गर्दा कमसेकम मन भुलिराखेछ होइन? एकदम। अभाव छ र पनि छोरालाई एक्लैले हुर्काउँदै गर्दाखेरि ती अभावहरूलाई कसरी टाढिराख्नु भएको छ?
अब एक्लै भन्नाले पुरै एक्लै खर्च गर्नु परेको छैन, त्यो ड्याडी मम्मीसँग छु होइन, सजिलै छ एक हिसाबले। तर जे भए पनि ड्याडी मम्मीको कर्तव्य चाहिँ नि एक्लै निभाउनु परेको छ। उसको लागि ड्याडी नि मै भन्नु परेछ, मामु पनि मै भन्नु परेछ होइन। त्यही हो, अब कस्तो गरी हुर्काउला भनेर हामीले ड्रिम गरेको हुन्छ नि त। अब पहिला पहिला त त्यो सबै चाहिँ नि आफैले मात्रै गर्नु परेछ। अब उसको रोल छुट्टै थियो, मेरो छुट्टै थियो, यस्तो गरौँला त्यस्तो गरौँला भनिन्थ्यो। अब त्यो सबै केही रहेन, अब आफै जसो गर एक्लै। अब नरोइकन हामी मन्जुको अलिकति थोरै कथा सुन्छौँ। अब आज सकेसम्म मैले पनि आफैले आफूलाई सम्हाल्ने प्रयास गर्नेछु, किनभने तपाईँ रोइराख्दाखेरि कता कता मलाई पनि एकदमै गाह्रो हुन्छ होइन। मेरो एकदमै प्यारी बहिनी हुनुहुन्छ तपाईँ। दर्शकहरूलाई भनिदिनुहोस्, अब त्यो 2 वर्ष अगाडिको त्यो घटना है के भएको थियो, थोरै दर्शकहरूलाई सेयर गरौँ होला आज। अब आजभन्दा 2.5 त्यस्तै टाइम अगाडि हाम्रो लाइफ राम्रो थियो होइन। एक्कासी अब लाइफमा त्यो दुर्घटना भयो, जसमा चाहिँ नि अब मैले मेरो संसार गुमाएँ भनौँ होइन। उसलाई गुमाउन त गुमाउनलाई अब शरीर त थियो मैसँग, तर उसको अब बोलीचाली, उसको माया, सबै कुरा चाहिँ नि त्यही दिनदेखिबाट गुमाएँ मैले। अनि अब त्यसै बिच मेरो लागि साथी बनेर भगवान्ले पठाउनु भयो होला पुच्चे होइन। अब उसको एक्सिडेन्ट भएर 7 दिनमा ऊ जन्मेको हो बल्ल। उसको उसले बाबा भनेको नि आजसम्म देखेको पनि छैन, न बाबालाई छोरा थाहा छ न छोरालाई बाबा थाहा छ है। जे हो मै हो उसको लागि। यसै गरी 13 मन्थ्स त उसले कोमामा बितायो, केही पनि थाहा नपाइकन। उसले त त्यही दिनदेखिबाट नै अब हामीलाई चिन्न छोड्यो होइन, न हामीलाई बोलाउन थाल्यो न केही गर्यो। त्यही जिउँदो लास भएर बसेको थियो। त्यो अब के भन्छ, अहिले बरु मलाई अलिक सजिलो हुन्छ क्या होइन। त्यो आफ्नो मान्छेलाई दिनदिनै पीडामा देख्न भन्दा बरु अहिले त मलाई त्यो होसै छैन नि त, खालि फुच्चै मात्र भन्ने छ। अनि दिनदिनै त्यो उसलाई छटपटाएको देख्दाखेरि झन् गाह्रो हुन्थ्यो क्या। त्यो 13 महिनाको टाइम त जहिले गाह्रोमा बित्यो है। उसलाई जतिखेर देख न रात आधा रातमा बिउजे पनि ऊ त्यस्तै पीडामा देखिन्छ। तपाईँले एउटा शब्द भन्नुभएको थियो कि मलाई अहिले पनि मेरो श्रीमान बोल्नुहुन्छ जस्तो लाग्छ, म प्रत्येक दिन मेसेज गरेर सुत्छु भनेर भन्नुभएको थियो क्या। त्यति बेला मेसेज गरिराख्नुहुन्थ्यो है, यस्तो गरेँ यहाँ गएँ यो खाएँ हुन्छ नि, अब रेगुलर पहिला जस्तो गर्थ्यो त्यस्तै। अहिले ती मेसेजहरू गर्न छोड्नुभयो? टाइममा त गर्छु, मैले त त्यो आइडी नै हटाइदिइसकेँ क्या। एकदम त्यो आफैलाई अहिले त गाह्रो हुने क्या। अनि अहिले त नयाँ आइडी खोले पनि मेसेज त गरिरहन्छु, खिचेको फोटोहरू पठाउने त भइरहन्छ। यो एक्लोपनमा छोरालाई हुर्काउनु भयो होइन। कति समय तपाईँहरू प्रेम सम्बन्धमा बसेर विवाह गर्नुभएको थियो? लगभग 3 वर्ष। कति वर्षको उमेरमा बिहे भयो? हाम्रो 18 होला। 18 वर्षको उमेरमा बिहे भयो, बाबु जन्म्यो। अहिले फुच्चे 3 वर्ष पुग्यो। 18 वर्षको त्यो कलिलो उमेरमा बिहे भयो, 20 वर्षमै सिउँदोको सिन्दुर उजाडियो। कहिले सोच्नु भएको थियो त्यस्तो होला भनेर? सोचे भए त नसोचेको हुँदो रहेछ जिन्दगीमा। सोचेको जस्तो कहाँ हुन्छ र, सोच्नु त ऊ ठिक होला होइन। यसै गरी अब मैले पोडकास्ट दिँदाखेरि उसलाई मैले सँगै लिएर आऊँ जस्तो लाग्थ्यो नि, त्यतिखेर त ठिक पारेर लिएर जान पाएँ। मैले यत्रो त्यस्तोदेखिबाट यस्तो बनाएँ भनेर भन्न पाउँदा त कस्तो हुन्थ्यो नि होइन। अब अहिले अब फुच्चे चाहिँ हुर्काएँ, सबभन्दा राम्रो कुरा होइन। छोरालाई एक्लैले तपाईँले हुर्काइराख्नु भएको छ। त्यो सिउँदो उजाडिराख्दाखेरि हातमा भएका चुरा, गलामा भएको पोते छिनिराख्दाखेरि चाहिँ त्यो दिन आज कसरी सम्झिनुहुन्छ तपाईँ? पशुपतिको त्यो आर्यघाटमा होसैमा नहुँदो रहेछ क्या मान्छे त।
अब उसको बर्थडेमा मोमबत्ती बाल्ने हातले उसैलाई बाल्न त कहाँ हुन्छ र है। अनि एकदम गाह्रो भयो त्यतिखेर पनि म त एकदम कुरा गरेँ उसँग, कति कुरा गर्छु भन्ने थियो नि त त्यो 1 वर्षको टाइममा। त्यो सबै कुरा ऊ ठिक भएपछि गर्छु भनेर सोच्दा सोच्दै त्यत्तिकै सोचाइमै सीमित भयो, कहिले गर्न पाइएन कुरै। तपाईँले नै दागबत्ती दिनुभयो होइन? कस्तो हुँदो रहेछ त्यो क्षण, सानो छोरा काखमा है, परिवारको जिम्मेवार, तपाईँ आफैले आफ्नो जिन्दगी सकाइसक्नु भएको थियो क्या, किनभने होइन उहाँको हेरचाह गर्दा गर्दा तपाईँ आफै पनि एकदमै धेरै गलिसक्नु भएको थियो। कति धेरै मनमा पीडाहरू थियो होला, कति धेरै सुखका कुराहरू थियो होला, केही गर्न नपाइकन त्यो पशुपतिको आर्यघाटमा उहाँले आफ्नो त्यो त्याग्नुभयो होइन। त्यसपछि तपाईँले दागबत्ती दिनुभयो, त्यो क्षणमा कस्ता खालका प्रश्नहरू आउँदो रहेछन् मनमा? उसले मलाई धोका दिएको जस्तो हुने, खै कस्तो कस्तो हुँदो रहेछ कि अब बिचमै छोडेर गयो होइन। यसरी जानु नै थियो भने त नि किन साथ दियो होला जस्तो हुने, भगवान् किन भेट गरायो होला जस्तो हुने। अब छोटो एकदम छोटो भेट भयो नि त हाम्रो है, त्यतिखेर पनि मेमोरी चाहिँ धेरै भयो नि। अब साथ त दिन्छु भने थियो उसले होइन। अब सक्दो त उसले पनि त छिटै गिभअप त गरेन होला, त्यत्रो 13 महिना त उसले पनि त हार खाएन नि। उसले हार नखाउन्जेल हामीले हार खाने कुरा नि भएन है। उसको सास चलुन्जेल हामीले गर्न सक्ने लान सक्ने ठाउँ सबै लग्यो नि त। त्यो यहाँ लान पाएको भए हुन्थ्यो, यो गर्न पाएको भए हुन्थ्यो भने चाहिँ कुनै पनि ऊ बाँकी रहेन। सबै गर्न सक्ने सबै गरेर, हामीबाट हुने सबै गरेर, अनि लास्टमा चाहिँ अब उहाँ रहनु भएन। कसरी भेट भएको थियो तपाईँहरूको? हाम्रो कलेज भिजिट गर्दा होला, त्यति बेला चाहिँ उहाँसँग भेट भएको थियो। 3 वर्ष तपाईँहरू प्रेम सम्बन्धमा रहनुभयो, अनि विवाह भयो। बिहेको चाहिँ प्रस्ताव उहाँले गर्नुभएको थियो? हामीले त भाग्या हो। के थियो, बुवा आमाले मान्नु भएको थिएन त्यति बेला? कहाँ मान्नुहुन्थ्यो, सानो छोरी होइन। उहाँको पनि कस्तो थियो रेस्पोन्स त्यति बेला? कसको? उहाँको श्रीमानको पट्टिबाट? उताबाट त उताबाट पनि त्यही त हो, अब अहिले सानै छ भन्ने हुन्थ्यो होइन। अनि उमेर नपुगी बिहे नगर्दा ठिक भन्ने खालको हुन्छ नि त अब जम्मालाई है। अब यही हुनु थियो होला, छोटो टाइमलाई यसो मेमोरी दिनको लागि नै त्यो सब भयो होला जस्तो लाग्छ। माया कति गर्नुहुन्थ्यो है उहाँले पनि? एकदम त्यो मायाले त सबै एक्कासी अब त्यो सबै माया हट्दा त मान्छे कहाँबाट कहाँ पुगे जस्तो हुने नि त। त्यो केयर गरिरहने मान्छे साथमा नहुँदा। तपाईँ आमा बन्दै हुनुहुन्छ भन्ने कुरा जब उहाँले थाहा पाउनुभयो, त्यस पश्चात उहाँको रेस्पोन्स कस्तो थियो? के भन्नुभएको थियो? कस्ता खालका सपनाहरू थिए? खुसी थियौँ, नाम सोच्न थालिसकेका थियो होइन। अनि यस्तो गर्ने अब यस्तो लुगा किन्न जाने, सपिङ गर्ने भन्ने थियो। अब यसरी ठुलो बनाउने हामीले मिलेर होइन। हामी सँगै अब अर्को हाम्रो चिनोलाई पनि हुर्काउनुपर्छ हामीसँगै। अब हाम्रो सपनासँगै उसको सपना पुरा गर्नुपर्छ भन्ने खालको कुराहरू थियो होइन तपाईँहरूको? त्यो एक्सिडेन्ट, त्यो भयानक एक्सिडेन्टलाई कसरी सम्झिनुहुन्छ आज? के गर्दै हुनुहुन्थ्यो तपाईँ त्यति बेला? म त घरमा थिएँ नि, दिदीलाई हस्पिटल लाँदाखेरि एक्सिडेन्ट भएको उहाँको। म त घरमै थिएँ, मेरो त डेलिभरी डेट आउँदै थियो। त्यतिखेर त म खासै हिँड्दिनँ थिएँ, उहाँहरू फेरि बाइकमा जानुभएको थियो। अनि दिदीलाई चाहिँ टन्सिलको अपरेसन गरेर ल्याउनु भएको थियो। अनि यता नसा फुटेर ब्लिडिङ भएको, अनि त्यो ब्लिडिङ भयो भने चाहिँ मान्छेलाई रिस्क हुन्छ भन्ने कुरा गर्नुभएको थियो डक्टरले। अनि एकदम हामी आत्तियौँ कि त्यतिखेर। अनि आत्तिएर अब हस्पिटल लानु पर्यो भन्ने भएर उहाँहरू ओर्लिएर जानुभयो। अनि त्यही हतारमै पछि हामीलाई चाहिँ फोन आयो हस्पिटलबाट, होइन बाटैतिर होला, कसले फोन गर्नुभएको थियो, फोन उहाँ दिदीको फोनबाट गर्नुभएको थियो।
अनि फोन आइसके पछाडि एक्सिडेन्ट भएछ यसरी हजुरको मान्छे भनेर भन्नुभयो। अनि अनि कस्तो छ के छ भन्दाखेरि चाहिँ त्यस्तो डराइहाल्नुपर्ने छैन भन्नुभएको थियो। आत्तिन्छ भन्ने हिसाबले होला, आत्तिन्छ अनि आइहाल्नु भनेर भन्नुभयो। हामी गयौँ। जाँदा कस्तो थियो अवस्था? अनि जाँदा मलाई हेर्नै दिनु भएन। होप हस्पिटल राखेको थियो सुरुमा। अनि त्यसपछि त्यहाँनिर चाहिँ मलाई अलिअलि मात्रै चोट लाग्यो हो, मलमपट्टि गर्दैछ, रेस्ट गरिरहेछ। अनि दिदीलाई चाहिँ केएमसी लैसकेको थियो। अनि उहाँसँग चाहिँ बरु साथी छैन, उहाँसँग चाहिँ जाऊ भनेर भन्नुभयो मलाई। मलाई त्यहाँ हेर्न नि दिनु भएन। हाम्रो त्यतिखेर भेटघाटै भएन। बोल्ने केही हुन्थ्यो होला होइन, त्यो केही हुनै पाएन। त्यतिखेर लड्ने बित्तिकैदेखि बेहोस हो। त्यसपछि कोमामा? त्यसपछि होसै कहिले आएन। बेहोसको बेहोसै। सायद मलाई जहाँसम्म लाग्छ त्यो एक्सिडेन्ट कसैले हानेर फरार भएको थियो है। त्यसपछि कहिले पनि उहाँहरू सम्पर्कमै आउनु भएन। उहाँलाई पनि राम्रो त पक्कै पनि हुँदैन नि, तपाईँको छोराको आँसु, तपाईँको आँसु लाग्छ नि। एउटा परिवार उजाडेर भागेको हो नि त होइन, त्यो भयानक एक्सिडेन्ट बनाएर। राम्रो त भएको छैन होला उहाँलाई पनि। कतै न कतै उहाँको अब कसैलाई नभने पनि उहाँले आफ्नो मनलाई त कहाँ झुक्काउन सक्नुहुन्छ र होइन। मैले यस्तो गरेर आएको थिएँ भन्ने त भएको होला। यसरी मैले यस्तो गरेर म त्यहाँबाट यसरी भागेँ भन्ने त उहाँलाई छ नि त मनमा। त्यो कुराले त उहाँलाई यत्तिकै केही नभए पनि भित्रभित्रै त्यही कुराले पनि त गाह्रो बनाउँछ होला। ओके। अब त्यो भयानक एक्सिडेन्ट होइन, त्यसपछि उहाँको त्यो अवस्था, त्यो महिना, त्यो समय, त्यो वर्ष दिन तपाईँले त साह्रै नै गाह्रो, साह्रै नै दुःख त पाउनु भएको हो नि त होइन। सानो छोरा एक्लै हस्पिटल जानुहुन्थ्यो, सुत्केरी मान्छे, तपाईँलाई आफ्नो भन्दा पनि श्रीमान बचाउनु थियो त्यति बेला। धेरै नै सङ्घर्ष तपाईँले गर्नुभएको हो नि। तर मनमा एउटा विश्वास त थियो नि होइन, बचाउँछु भन्ने थियो। हर कोहीलाई हुन्छ नि सास रहन्जेल त होइन। मेरो मान्छे ठिक पारेर यो समयदेखि ठिक भएको समयसम्मको यात्रा होइन, यसरी मैले ठिक पारेँ, यसरी हामी सँगै थियौँ भनेर एउटा उदाहरण बन्न भन्थ्यो। मायाको पावर कतिसम्म हुन्छ होइन, कति डक्टरले गर्न नसकेको कुराहरू सबै फेल भइरहन हुन्छ भन्ने थियो। कति बोलाउँथे गएर, केही रेस्पोन्स आउँदैन थियो। उहाँले सुन्न पनि सक्नु हुँदैन थियो क्या होइन, बिचमा सायद सुने भए त रेस्पोन्स हुन्थ्यो होला नि, केही न केही हुन्थेन। अवस्था कस्तो थियो जब उहाँको डेथ भयो होइन, त्यसपछि तपाईँलाई थाहा थियो उहाँको शरीरको अवस्था कस्तो थियो भनेर? कस्तो थियो अवस्था चाहिँ उहाँको अन्तिम? एकदम त्यो पुरै कङ्काल जस्तो के, स्केलेटन मात्रै जस्तो, छाला टाँसेको त्यस्तो थियो। अनुहार पुरै मान्छे हो कि होइन चिन्न नसक्ने के। ठिक भएको बेलाको फोटो र त्यो फोटो हेऱ्यो भने त यो मान्छे होइन जस्तो हुन्थ्यो कि। अनि पुरै त्यो सुत्दा गरेर यता पछाडितिर घाउ भएको त्योहरू देख्दा त डर लाग्ने एकदम। यस्तो थियो पुरै अनुहार हेऱ्यो, अनुहार बिग्रेको है, यतातिर खाल्टो यस्तो त्यस्तो, यो सबै खोपडी थिएन नि त। अनि त्यस्तो घाउ त्यस्तै, यहाँतिर नि पाल पारेको छ, यताबाट पाइप हालिदिएको छ, त्यस्तो थियो। डर लाग्दै थियो। तपाईँको काखमै बित्नु भयो श्रीमान? त्यतिखेर खै भाग्यले भन्ने कि केले भन्ने, बितेको बेलामा चाहिँ मैले देख्नै पाइनँ उहाँलाई। यत्रो वर्ष हेरेँ होइन, तर डेथ हुने बेलामा कहाँ हुनुहुन्थ्यो तपाईँ? त्यो उसको डेथ भएको दिन मदर्स डे थियो। मदर्स डेको दिन बिहानै 2 बजी मलाई फोन आएको। अनि म चाहिँ मदर्स डेको लागि मम्मीबाट आएको थिएँ माइत। हजुर। अनि त्यतिखेर गाह्रो भयो भनेर फोन आयो हामीलाई। हामी त अब नर्मल गाह्रो मात्रै भयो होला भन्ने हिसाब भयो नि त हामीलाई। गाह्रो भयो होला भनेर अनि त्यहाँ नगर हस्पिटल लाग्नुभएको थियो, नजिकै त्यही हस्पिटल थियो। अनि लिएर जानुभएको रहेछ। हामी पुग्दाखेरि त डेथ भइसक्यो। त्यो पुरै त्यो डेथ गरेको त्यो साइन गरेर अब लास लान मात्रै रेडी थियो क्या उहाँको। भर्खरसम्म श्रीमान भनेर आएको मान्छेलाई एकछिनपछि लास भन्नु पर्यो। त्यो दिन म आउने भन्दा अघिल्लो पनि उसलाई खाजा साजा खुवाएर आएको म।
लास्ट नै त्यति रहेछ खुवाउनुलाई कि त्यसपछि त पछि म घर जाँदाखेरि त रगतै रगत ओछ्यानभरि चेकअप गराउँदा नआएको रगत पनि त्यतिखेर त कहाँबाट आएको हो पुरै त्यो ओछ्याउने त यसरी निचर्न मिल्ने थियो कि रगतले हजुर ओ माई गड अब डेथ भइसक्यो भन्ने कुरा भयो मलाई त अझै विश्वास लागेको थिएन कि अब ऊ यसै नै चल्ने होइन उसै नै चल्ने होइन गाह्रो भएको होला हस्पिटल लिएर जानु नलिएर जानु भन्नु त कति रोक्यो कि पशुपति पुऱ्याइसक्दा पनि अनि नगरबाट त डेथ भइसक्यो भनेर पठाएको हो भनेर भन्नुभयो अनि उसको हिस्ट्री जुन हस्पिटलमा थाहा छ केएमसीमै लिएर जानु न के भएको भन्नुहुन्छ कि उसले त यसै नै रेस्पोन्स गर्दैन उसलाई थाहा नै हुँदैन नि त भनेर अनि कति रोको म त्यतिखेर छोरा सानो हुनुहुन्थ्यो त्यति बेला दागबत्तीकै प्रसङ्गमा पनि श्रीमतीले नै जलाउनुपर्छ भनेर त्यहाँ कुरा उठ्यो कि अथवा के भयो त्यति बेला ऊ 1 वर्षको त बल्ल पुगेको थियो चैतमा 1 वर्ष पुरा भएर अनि वैशाखमा बल्ल हिँड्दै थियो त्यत्रो बच्चालाई त्यत्रो कसरी गराउने होइन जबकि जन्मिँदै बाबा भनेको थाहा छैन उसलाई सबै म आफैले गरेँ ओके आफैले माया गरेको मान्छेलाई आफैले चलाउनु भयो होइन खरानी बनाउने त आफ्नैले रहेछ होइन जो नजिकको उसैले त रहेछ अहिले उहाँको फोटो अनि छोराको फोटो हेर्दै गर्दा के सोच्नुहुन्छ तपाईँ मैले अब आमा छोराको फोटो हेर्दा पनि अब यहाँ ड्याडी भइदिए भए होइन भन्ने जस्तो लाग्छ अब उसको फोटो हेरेर हो छोरा त ठ्याक्कै ऊ जस्तै रहेछ होइन न्यास्रो मेटिने बाटो हुन्छ छोराले अहिले प्रश्न गर्नुहुन्न बाबा भनेर कहिले यो शब्द उच्चारण गर्नुहुन्छ उहाँले उसलाई बाबा भनेको के थाहा छैन क्या किनभने भइरहेको कुरा नहुँदा पो उसलाई थाहा हुन्छ होइन ऊ जन्मेदेखिबाट त्यो कुरा थाहा छैन भनेपछि त उसलाई के थाहा अब अहिले म नभयो भने त उसले मम्मी खोज्छ नि होइन अब उसलाई त बाबा भने थाहा छैन त के खोजोस् कहिले नि सोधे होइन देखायो भने को भन्यो भने बाबा चाहिँ भन्छ अब त्यो सानैदेखि चिनाएको भएर नि होला होइन छोरालाई हेर्दै गर्दा श्रीमानको ठ्याक्कै अनुहार फोटोकपी जस्तो छ होइन छोराको एकदम सो छोरा कतिको अभागी जस्तो लाग्छ तपाईँले जन्म दिनुभयो यो सानो उमेरमा पनि त्यो काख छोराले पाउन सकेन एक हिसाबले अब बाबा भएन होइन उसको लागि त्यो एउटा अभागी नै त नभनौँ ब्याड लक भनौँ होइन ब्याड लक अभागी भएको भए त आमा बाउ नै गुमाउँथ्यो होला नि त होइन थोरै भाग्यले त साथ द्याउ मेरो लागि ऊ छ उसको लागि म छु त्यही भएर त बाँचेको छ नि त्यतिखेर त्यो पीडाले मैले सहन सकिनँ भनेर मैले मर्दा भए त होइन झन् गाह्रो हुन्थ्यो नि त उसलाई त्यतिखेर म स्वार्थी बनिन नि त होइन मेरो पो मैले पो भइराखेँ मेरो संसार गुमाएँ उसले त अब उस बाबाले पो उसले चाहँदै साथ दिन सकेन म त जिउँदै थिएँ होसमै थिएँ होइन मैले नि यस्तो गरेँ भने त म त स्वार्थी भएको जस्तो भयो नि त मलाई पो गाह्रो भयो त मैले त्यही गाह्रो मेरो छोरालाई पार्नुहुन्छन् भन्ने छैन नि त होइन बरु म जति रोएर भए पनि म बाँचेर देखाउँछु नि मेरो बच्चाको लागि त्यसको लागि राम्रो भविष्य दिन सकौँ मैले होइन एउटा श्रीमती बरु हार खान सक्छ अरे कि तर एउटा आमा भइसकेपछि नदिँदो रहेछ कि त्यही भएर पनि मर्ने सोच त कति आयो नि होइन अब लाइफमा मान्छेहरूले बाबा आमा हुँदाखेरि त पाल्न कति गाह्रो हुन्छ भन्छ होइन म एक्लैले कसरी सकुला त जस्तो त हुन्थ्यो कुनै बेला जिन्दगी नै सकाइदिउँ भन्ने मुडमा पनि तपाईँ पुग्नुभयो बिचमा पुगेँ अब उसको अनुहार हेरेपछि त अनि अब यस्तो त गर्नु हुँदैन जस्तो छोराकै लागि पनि बाँच्नु पऱ्यो नि तपाईँ त आमा हो नि अब हजुर म श्रीमती मात्र भएको भए मेरो श्रीमान छैन किन बाँच्नु त भन्ने हुन्थ्यो नि त होइन अब मेरो एउटा सन्तान छ उसको लागि त बाँच्नु पर्यो त्यही हो सन्तानले त्यो पीडाहरू पनि सबै भुलाइदिइराखेको छ अहिले ओके
छोराको अनुहार हेर्दै गर्दाखेरि कस्ता खालका भविष्यहरू तपाईँले सोच्नु भएको छ, कति ज्ञानी हुनुहुन्छ तपाईँको छोरा। एकदम इभन अहिले पनि यहीँ बसिराखेको छ होइन, चल्ने त्यो कराउने चिच्चाउने त्यो केही पनि छैन कि। एउटा बच्चामा हुनुपर्ने त्यो चकचकेपन भन्दा एकदमै टाढा हुनुहुन्छ कि छोरा। कति असल छ अहिले नै। भगवान्ले नि हेर्नुभयो होला कि त्यो ठाउँमा चाहिँ यत्रो पीडा दिइसक्यो त्यसलाई अब अलि त खुसी होस् होइन। फुच्चेबाट त एकदम कहीँ पनि दुःख देखेन त्यसले त मलाई। एकदम ज्ञानी, एकदम सोझो साझो ज्ञानी छ। ज्ञानी छ है। फुच्चे त के बनाउने छोरालाई? आमा उसले हुने। जे भन्छु भन्छ त्यही। हामीले सोच्दैन हुन्न नि त होइन, उसको लाइफ हो, उसले जसरी मन लाग्छ उसरी जिउन पाउँछ। अब तपाईँ आमा भइसक्नुभयो, तपाईँलाई जन्म दिने आमाले चाहिँ तपाईँसँग कहिले गुनासो गर्नुभयो यस्ता कुराहरूमा? तेरो जिन्दगी कस्तो भएछ छोरी होइन, नातिसँग तैँले यसरी जिन्दगी यो अहिले गुजारिराख्नु परेको छ भनेर आमाले कहिले गुनासो गर्नु भएन? अहिले मेरो त मलाई त सानोमा मम्मीले छोड्नु भयो। ए ओके हो र, मम्मी हुनुहुन्न? ओ माई गड। अनि अहिले मम्मी त हुनुहुन्छ, कान्छी मम्मी हुनुहुन्छ। आमा बित्नु भयो सानैमा? होइन, छोडेर जानुभएको। ओहो, कतिजना तपाईँहरू? हामी बहिनी म अनि अहिले भाइ। कान्छी मम्मीपट्टिबाट छोरा भाइ जन्मेको छ, न त तपाईँहरू दिदी बहिनी मात्रै? तपाईँ जेठी हो? बहिनी चाहिँ के गर्नुहुन्छ अहिले? बहिनी अहिले 12 सकाएर। बाबाले माया गर्नुहुन्छ? एकदम, बाबाकै कारण त यहाँ छु होइन, यतिको छु, फुच्चे यतिको बनाउन सकेँ होइन। कतिपय त दोस्रो घरजम भएपछि आफ्ना सन्तानहरूलाई दुःख दिने हेला गर्ने हुन्छन् नि, तर तपाईँको बाबा चाहिँ भगवान् जस्तो हुनुहुन्छ। हर कोहीले पाउँदैन होला। आफ्नै मम्मीसँग चाहिँ कुरा त्यस्तो केही हुँदैन अहिले? हुन्छ। के भन्नुहुन्छ उहाँले? गल्ती गरेँ भनेर कहिले रियलाइज छ उहाँलाई? खै त्यस्तो कुरा त हुँदैन। जे होस् हाई हेल्लो छ। कहिले कसो सन्चो बिसन्चो। त्यो उसको डेथ भइसके पछाडि म त्यही सेतो लुगामा बस्दाखेरि त्यतिखेर चाहिँ कहाँबाट फेला पारेर फोन गर्नुभयो, न त्यहाँभन्दा अगाडि थिएन, कन्ट्याक्ट थिएन हाम्रो। पछि भेट भयो। अनि बाबाको जो अहिले मम्मी हुनुहुन्छ उहाँसँग पनि राम्रो छ सम्बन्ध, माया गर्नुहुन्छ? हामी सानै थियौँ, उहाँले नहुर्काइदा भयो त हामी कहाँ यत्रो पनि थियौँ होइन। कान्छी मम्मीले हुर्काउनु भयो? म 8 वर्षको थियो होला, बहिनी 6 वर्ष जतिको थियो। ओहो, दुईजना दिदीबहिनी मात्रै परिवारको जिम्मेवार होइन। अब अहिले त भाइ पनि छ। परिवारलाई पनि मैले केही गर्न सकिनँ भन्ने आत्मग्लानी चाहिँ कतिको हुन्छ? छोरीहरूलाई चाहिँ अझै बढी जिम्मेवारी हुन्छ नि त होइन परिवारप्रति? हुँदो रहेछ होइन। अब मैले अब आनन्दले राख्नुपर्ने टाइम हो नि त अहिले त होइन, पढाइ सकाएर बाबा मम्मीलाई। तर अब मै बोझ भएको जस्तो भयो नि त। त्यस्तो सोच्नु हुँदैन। खुसी दिने ठाउँमा अब झन् म अझ मसँग मेरो फुच्चे होइन, देख्दा चाहिँ हो जस्तो लाग्छ। अहिले माइतीमै हुनुहुन्छ? त्यसपछि घर कहिले जानु भएन? घर त्यसपछिको लगभग बर्खन्तसम्म त म गइनँ। त्यसपछि बर्खन्त गर्न गएँ, त्यसपछि चाहिँ कहिले कसो गइन्छ, त्यहाँभन्दा अगाडि गएको थिइनँ। त्यो रङ्गीन जिन्दगी एकाएक सादा भयो, फिक्का भयो होइन। 13 दिनसम्म सेतो कपडामा श्रीमानको लागि बस्दै गर्दाखेरि के कुराले चाहिँ तपाईँलाई मन बाँध्यो त्यति बेला, जसले गर्दा सम्हालिएर अहिलेसम्म छोराको लागि बाँचिराख्नु भएको छ? यस्तो मलाई जति गाह्रो उसको एक्सिडेन्ट हुँदा भयो, उसको डेथ हुँदा त्यति भएन। किनभने त्यतिखेरै मैले त अब उसको आवाज बिना, उसको त्यो बोलीचाली सबै बिनै बाँच्न सिकिसक्यो हो नि त होइन, त्यो टाइमभित्रै।
1 वर्षको टाइममा त मलाई बानी लागिसक्यो हो नि त। त्यही भएर त्यस्तो एक्कासी डेथ हुँदाखेरि त त्यस्तो धेरै त गाह्रो भएको होइन, जति पहिला भयो त्यतिखेर त बोलिरहेको मान्छे एकैचोटि गायब भयो नि त मेरो लागि त। त्यतिखेरै मरे बराबर भयो नि त होइन, नबोल्ने न केही, नहल्लिने नचिन्ने छ मलाई, जस्ट एउटा सास चल्ने मात्रै हो कि यो सोफाहरू जस्तै मान्छे हो नि त उता, यस्तै थियो। पुरै उहाँको मुटु बाहेक अरू केही चल्ने अवस्था थिएन। त्यही त्यो लास हेरेर बसे जस्तो हो नि त होइन। अनि त्यही अब अरू बेला पहिला पहिला भए त्यो अनुहार पनि देखिन्थ्यो, अहिले देखिन्न भन्ने मात्रै हो होइन। नत्र आवाज त मैले सुन्न छोडेकै उसले जबदेखि त्यो आँखा बन्द गर्यो होइन, एक्सिडेन्ट भएदेखिबाट बेहोस भएको त्यही दिनदेखिबाट मैले त आवाज पनि सुन्न छोड्या उसको हावभाव सबै कुरा। जति समयसम्म तपाईँहरू सँगै समय बिताउनु भयो ती यादगार समय चाहिँ कतिको मिठास लाग्छ अहिले, कहिलेकाहीँ सम्झिनुहुन्छ होला नि है? एकदम कति छ नि मेमोरी त छोटो समयमा धेरै। सबभन्दा बढी चाहिँ के चिज याद आउँछ उहाँसँग? अब यसो कुराकानी होइन, बिहान उठ्ने बित्तिकैदेखिको त्यो पहिलो म्यासेज, आँखा खुल्न साथ होइन, आँखा जुरुक्क खोलो मोबाइल लिएर म्यासेज गरिहाल्यो होइन, त्यो सबै कुरा। अनि अब यो चित्त बुझ्या छैन भने कसैलाई भन्न नसकेको कुरा नि उसलाई भनिन्थ्यो नि त। कहाँदेखिको रिस ल्याएर पोख्ने ठाउँ होइन, घुर्की लाउने ठाउँ। एउटा केटी मान्छेलाई त बाबा पछि अब आफ्नै मान्छे त हो होइन, उसको लागि सबै थोक भनेको। अनि अब घुर्की लाइन्थ्यो, रिसाइन्थ्यो, उसले फकाउँथ्यो होइन। अब त्यो सबै गर्ने कसले त? त्यही कुराहरू चाहिँ मिस हुन्छ। घुम्न गइन्थ्यो, अब अहिले उसको ठाउँमा फुत्ते छ। छोरालाई चाहिँ संसारको सबै खुसी दिउँ जस्तो लाग्छ नि है अब त। एकदम जति मैले भोग्न पर्यो उसले नपरोस् जस्तो लाग्छ। हुन त आफ्नो भाग्य हो होइन, कसले चाहिँ भन्न थाल्छ र। अब मेरो बाबा मम्मीले नि मैले यस्तो भोगोस् भने त थाल्नु भएको थिएन होला। हामीले सोचेर हुने होइन रहेछ, हामीले खुसी राख्छु खुसी दिन्छु जस्तो भन्नु नहुने रहेछ। जसको भाग्यमा जति छ उसले पाउने त्यति रहेछ कि, कसैले दिन्छु भनेर नहुने रहेछ, राख्छु खुसी भनेर नि नहुँदो रहेछ कि। यो सानो उमेरमा रातो रङ तपाईँबाट खोसियो क्या है, यो रङहरूलाई तपाईँले कसरी हेर्नुभएको छ? के रहेछ एउटा महिलाको लागि रङ चाहिँ? सबै थोक उसको लागि त क्या, जडियै भए पनि बरु श्रीमान छ है भन्ने भयो भने अलि बेग्लै हुँदो रहेछ होइन। श्रीमान छैन भन्दाखेरि अर्कै हुँदो रहेछ क्या, सोसाइटीले हेर्ने नजर होइन भन्ने कुराहरू पनि के त्यो परेको छ है अहिले। एकदम के भन्नु हुँदो रहेछ, कसरी काट्दो रहेछन् कुराहरू एउटा महिलालाई? अझ भनौँ एक्कल देखिसकेपछि, अझ यो उमेरमा भर्खर 23-24 वर्षको मात्रै हुनुहुन्छ तपाईँ होइन, बुद्धि बिगारिस् भन्ने जस्तो कुराहरू होइन। अब त्यो त यस्तो हो, अब मेरो भाग्यमा लेखेको थियो त्यही त डोर्याइ डोर्याइ हुने हो होइन। हिजोको दिनमा लेखिएको थियो र त अनि मलाई यस्तै बुद्धि आयो होला त, अहिले बिहे गरौँ होइन। यस्तो त्यो मेरो हातमा नै होइन नि त। त्यो त जस्तो लेखिएको छ हामीलाई त डोराउँदै डोराउँदै त्यहीँ पुऱ्याउने हो नि त, हामी आफै जाने त होइन। अब म अहिले मर्छु भनेर भ्याट्टै मर्न सकिन्छ त? मेरो दिनै पुगेको छैन भने त जसरी नि बाँचिहाल्छु त म। दिन पुगेको छ भने चाहिँ म यहीँ बसिरहेँ भने यहीँ मर्न नि बेर छैन होइन, अलि परतिर पुगेर मर्न नि बेर छैन। त्यो त हिजो लेखिएको कुरा हो कि, त्यही भएर कसैले कसैलाई दोष दिनुपर्छ जस्तो चाहिँ मलाई लाग्दैन। कतिको डोमिनेट हुनुपर्दो रहेछ एउटा श्रीमान आफ्नो अभिभावक गुमाइसकेपछि समाजले हेर्ने दृष्टिकोण, अझै भनौँ हेप्ने होइन, अलिकति हेरेसमेन्ट गर्न खोज्ने, त्यस्तो भयो कि भएन बिचमा? त्यस्तो नै त अलि भइसकेको छैन। अब ड्याडी हुनुहुन्छ नि त जे भए पनि होइन, मेल खम्बा मेरो लागि। अब ड्याडीको अन्डरमा बसिसकेपछि होइन, उहाँको छत्र छायामा बसिसकेपछि त्यस्तो त कसैले नगर्ला, ढाल बनेर बस्नुभएको छ नि त मेरो लागि। अब फुच्चेले बाबा भनेकै मेरो ड्याडीलाई भन्छ, उसले देखेकै उही हो केटा मान्छे। हाम्रो घरमा त हुनु न थियो नि त पहिला, उसको ड्याडी पहिल्यै बितिसक्नु भयो, मामु दिदीहरूसँग मात्रै बस्या हो, केटा मान्छे त देखे होइन उसले। बुवा चाहिँ के हो तपाईँको लागि? मेरो लागि सबै थोक।
मेरो लागि आमा पनि बाबै हो होइन। जस्तो मैले अहिले हुर्काउनु परेको छ ड्याडले मलाई यसै गरी हुर्कायो नि त, बिना मम्मी सिङ्गल ड्याड भएर हुर्काउनु भयो नि त। जस्तो मैले भोगेँ त्यस्तै भोग्नुभयो होला क्या ड्याडले पनि। आमाले मात्रै होइन बाबाले पनि संसारका सबै खुसीहरू दिन सक्दो रहेछन् भन्ने उदाहरण हजुरको बुवा हुनुहुन्छ। एकदम यो छोरीलाई आजसम्म साथ दिइराख्नु भएको छ। उस्तै हुन्थ्यो भने त फर्केर पनि आउँदैन थियो नि होइन। कति धेरै उदाहरणहरू छ नि। मान्छेले खालि आमाको मायाको कुरा गर्छ नि होइन, तर म चाहिँ मेरो लागि त बाबै हो क्या, आमै। ड्याडले पनि गर्न सक्नुहुन्छ भन्ने चाहिँ मेरो ड्याडी देखेर उदाहरण हुन्छ है। आमाको भन्दा पनि बढी माया दिएर त राख्न सक्नुहुँदो रहेछ नि होइन। तपाईँहरूलाई सक्षम बनाउनु भयो होइन। अहिले तपाईँ आफ्नै खुट्टामा उभिराख्नु भएको छ। त्यो हिसाबले त बाबा त सबैभन्दा माथि नै हुनुहुन्छ नि होइन अहिलेको अवस्थामा। ओके, जुन त्यो घटना भयो होइन, श्रीमानलाई जब गुमाउनु भयो, जब तपाईँ 13 दिनसम्म बस्नुभयो, त्यो पछाडिका दिनहरू चाहिँ कतिको गाह्रो भयो? गाह्रो त अब के सोच्नुहुन्थ्यो? कुदिरहेको मान्छे नि त हामी होइन। अनि न खोक्यो कि जस्तो हुने, औषधि खुवाउने टाइम भयो जस्तो कति टाइमसम्म हुँदो रहेछ क्या। बोलिरहेको कि खोकिरहेको कि गाह्रो भएर छटपट्याएको कि जस्तो हुने क्या। सिजर भइरहेको थियो होइन। फिभर आयो भने नि उसलाई 108 आइदिन्थ्यो। एकदम डर लाग्ने क्या। अब त्यति आइसकेपछि त फेरि सम्हाल्नै नसक्ने क्या। एकदम डर मर्दो। जो कोहीले त नि हेर्न पनि सक्दैन क्या। उसको साथीहरू भेट्न आउनुहुन्थ्यो नि त होइन, अनि हेर्न जानु नि सक्नुहुन्थेन क्या। त्यति डर लाग्दो भइसकेको थियो नि त। अब हजुरहरूसँग भेट हुँदै कति चेन्ज भइसक्यो मान्छे। एकदमै भइसकेको थियो। तर तपाईँले धेरै बाचा गर्नुभएको थियो होइन, म बचाउँछु श्रीमानलाई, मायाले संसार नधाने पनि म चाहिँ उदाहरण बनेर देखाउँछु भनेर धेरै बाचा गर्नुभएको थियो। तर ती सबै अधुरो भइदिँदो रहेछ नि। बाचा बन्ने नै टुट्नकै लागिरहेछ होइन। गरे जति त कहाँ पुरा भएर केही पनि पुरै भएन। उसले मलाई साथ दिन्छु भन्थे, खोइ कहाँ दियो होइन। अहिले त म एक्लै छु नि त। तर अब जे पनि इन्डाइरेक्ट वेमा चाहिँ नि बाजा पुरा भयो जस्तो लाग्छ। उसले मलाई साथ दिन्छु भन्थ्यो होइन, म नमरुन्जेल साथ दिन्छु भन्थ्यो नि त। उसले त लास्ट अन्तिमसम्म साथ दियो नि मलाई दिनलाई त। अब उसको ठाउँमा उसकै रूप, सानो रूप दिएछ मलाई छोरा है। मैले उसैलाई हुर्काएछु जस्तो लाग्छ नि त। यति ज्ञानी, यति असल छोरा। के भयो छोरालाई? रोको होइन, छोडिदेऊ केही हुन्न। छोरा के देखाउन मिल्छ कि मिल्दैन? मिल्छ है, छोडिदेऊ। किन रोको त? मोबाइल हेरेनौ? छोरा रोको भएर। ओ माइ गॉड। यहाँ आऊ न, जाऊ। यहाँ आँखामा यो छिर्यायो क्या मम्मीको, यहाँ आऊ न। त्यो मेरो ब्यागमा टिस्यु छ होला बुझ्दिन। नरौ आमा। यहाँ आउनु, त्यहाँ बस्थ्यौ। ल बस केही हुन्न। रुनुहुन्छ त नि? ए आमा, पहिलाको इन्टरभ्यू हेऱ्यो भने त त्यतिखेर तिमीलाई मेरो याद आएन भन्छ। राख्नु न काखमा, केही हुन्न। यहाँ आऊ ल, मेरो सानी माया। ओ माई गॉड। आमा रोको देखेर बाबु पनि रुन थालिहाल्यो नि। ऊ त देख्नै सक्दैन, प्याज काटे बेलामा त नरो भन्छ। ओहो, रुनै हुँदैन भन्छ। कति ठुलो भइसक्यो है छोरा। पहिलाको भिडियो हेऱ्यो भने त अनि तिमी किन रोको, मेरो याद आएन भन्छ। छोरा त्यस्तो भन्ने भइसक्यो है। म घर बनाउँछु, म पाल्छु भन्छ अहिले। ओ माई गॉड। पाल्छौ? मलाई पाल्ने कि नपाल्ने? हो, किन रुनु भएको? किन रोको रे? किन रोको?
ओके मजाले। छोरालाई काखमा राख्दै गर्दा त संसारकै भाग्यमानी जस्तो लाग्छ होला है, कस्तो बुझ्ने छोरा छ। जस्तो उसको बाबा त्यस्तै छ, ज्ञानी एकदमै। नगर भनेपछि चुप्पो लाग्ने बस्ने। हजुर रुँदै गर्दा यो सानो उमेरमा पनि आमा सँगसँगै रुन्छ। अब उसको बाबा त आँसु देख्न सक्दैन थियो होइन, ऊ पनि त्यस्तै छ। छोराका इच्छा आकाङ्क्षाहरू पुरा गर्न सक्छु जस्तो लाग्छ है, हिम्मत। आँटेपछि सकिएला, आँट्न त ठुलै आँट्नुपर्छ होइन, केही नभए पनि आधीसम्म त सकिएला नि त। थोरै आँट्यो भनेपछि त नि अब झन् त्योभन्दा पनि थोरै गर्न सकिएला नि त। सक्छु जस्तो लाग्छ, सक्नु पनि छ होइन। उसलाई केही बनाएर ठुलो मान्छे बनाएर देखाउन सक्यो भने त सबैको मुख बन्द हुन्छ जस्तो लाग्छ कि। त जसले जे भनिराख्नु भएको छ ती सबै बन्द हुन्छन्। ओके, अहिले त अब आँखा पनि थाके होला नि है रुँदा रुँदा। के छिर्यो मेरो आँखामा, हेर न। आमा के भएछ त? पहिलाको जति त आँसु आउँदैन होइन, तर अब यसो सम्झिँदाखेरि त त्यस्तो दिनहरू सम्झेर यति पार गरेँ भन्दाखेरि त सपना है तपाईँको लागि त एउटा यो फिल्मको कहानी भन्दा फरक छैन तपाईँको कहानी। मैले लाइफमा फिल्महरू मात्रै देखेको थिएँ कि यो कोमा भनेको पनि होइन, अनि यो अब सिङ्गल ममको लाइफ होइन, सबै कुरा के कतिको च्यालेन्जिङ रहेछ सिङ्गल आमा भएर छोरालाई हुर्काउँदै गर्दा होइन। बाहिरी रूपमा जसले सहयोग गर्नुभयो पनि, बुवा आमा जो भए पनि, तर आमा त तपाईँ हो नि त होइन। तपाईँले नै सबै चिजहरू सम्हाल्नु परिराखेको त्यो अवस्थामा के चिजका अभावहरू चाहिँ धेरै खड्किए श्रीमान बाहेक छोरालाई हुर्काउँदै गर्दा? अब कतिपय ठाउँमा चाहिँ अब हुन्छ नि उसको अलि अब बच्चा न हो जसको जे देख्यो त्यही माग्ने बेला छ होइन। अलि महँगो महँगो कुराहरू माग्दा त ओहो भने यस्तो हुन्छ कि किनिदिउँ जस्तो हुन्छ नि त आफूलाई त। अब भोलिको दिनमा फेरि मेरो बाबा भएको भए यस्तो किनिदिनु हुन्थ्यो होला, यस्तो गरिदिनु हुन्थ्यो होला भन्ने चाहिँ बाटो नराख्नु जस्तो लाग्छ आफूलाई चाहिँ। सबै कुरा मैले दिन सक्यो भने भोलि मेरो बाबा भएको भए भन्ने शब्द उसको मुखबाट नआओस् जस्तो लाग्छ। जुन अभावमा म जिएँ नि अब अहिलेलाई, कोही मान्छेको अभावमा होइन, श्रीमानको अभावमा कति पीडा हुन्छ, त्यस्तै उसलाई अब उसको बाबाको अभाव भएर यसरी रुन नपरोस्, क्या पीडा नहोस् त्यसलाई जस्तो लाग्छ। अहिले चाहिँ के छन् अभावहरू? अहिलेको लागि त अब उसको लागि बाबा मात्रै हो, अरू सबै तपाईँले हेरिराख्नु भएको छ। अब अहिलेलाई गरिरहेछु होइन। अब अहिले सानो क्लासमा छ, अहिलेलाई त्यस्तो धेरै ऊ पनि बोझ पनि छैन नि त मलाई फाइनेन्सियल। अब ऊ हुर्किँदै जान्छ, उसको डिजायर बढ्छ होइन, अनि एजुकेसनको लागि फेरि बढ्छ, त्यतिखेर चाहिँ अझ बढी च्यालेन्जिङ हुन्छ होला अहिले हेरी। अहिले चाहिँ आर्थिक रूपमा त्यति धेरै गाह्रो छैन, आफैले कमाइराख्नु भएको छ, त्यो हिसाबले पुगिरहेको छ आमा छोरालाई परिवारलाई। जस्तो अहिलेलाई त अब भोलिको दिनमा अब महँगाइ बढ्दैछ। यो सादा जीवनमा छोरा छ, छोरा भएर रङ्गीन त बनेको छ होइन, तर यो आलै छ घाउ होइन, खाटो बसिसकेको छैन। यो खाटो नबस्दै गर्दा पनि समाजले त भन्छन् नि होइन, यसरी जिन्दगी चल्दैन, जे हुनु भइसक्यो होइन, फेरि आफ्नो लागि पनि सोच्नुपर्छ, छोरा छोरा परिवार परिवार नभन भन्ने त्यो समाज भेट्नु भयो कि भेट्नु भएन बिचमा? छ नि, अब उमेर छ भन्ने जस्तो कुरा त हुन्छ नि, यत्तिकै बसेर हुँदैन होइन, भोलिको लाइफ हेर्नुपर्छ भन्ने जस्तो कुरा हुन्छ। तपाईँको चाहिँ चाहना के छ अब? अहिलेलाई त केही छैन आजसम्मको दिनमा। अहिले मलाई त डर लाग्छ कि लाइफमा न फेरि त्यस्तै हुने हो जस्तो लाग्छ कि। बिहेदेखि डर लाग्न थाल्यो, सम्बन्धदेखि डर लाग्न भन्दा फेरि अगाडि उही जाने हो होइन, एकदम अब त्यही कुरा म खप्नै सक्दिनँ जस्तो लाग्छ कि, सहन सक्दिनँ जस्तो लाग्छ। यतिन्जेल त सहेर आएँ होइन, अब त डर लाग्ने एकदम।
अब सायद बिहेदेखि अलिक भाग्नु नै हुन्छ हजुर होइन? भोलिको दिन कसले देखाएको छ र होइन अँ, जे पनि हुनसक्छ भन्ने त अब डोर्याएर कहाँ पुर्याउँछ भाग्यले त हो होइन कसैसँग लेखिएको छ भनेदेखि जसरी पनि भेट हुन्छ म भागेर हुँदैन छैन रहेछ भने त ओके। के छन् त अब सपनाहरू के छन् त तपाईँको? अब के गरी अगाडि बढ्ने? एउटा सिङ्गल आमा भएर छोरालाई यो खालको एउटा राम्रो इन्भाइरोमेन्ट दिनुभएको छ होइन? यी बाहेक अरू के गर्ने रहर छन् तपाईँका? यसलाई ठुलो मान्छे बनाउने होइन भोलिको दिनमा यस्तो टाइमबाट चाहिँ यसरी यसरी आफूले एक्लै गरेर यत्रो बनाए है यो मान्छेले भनेर हिजोको दिनमा मलाई हेरेर चिन्नुहुने जति पनि छ भोलिको दिनमा हेर्दाखेरि त यो मान्छे मेरो आइडल हो भन्न सकोस् न होइन सकिँदो रहेछ एक्लै आँट्यो भने पनि भन्ने खालको चाहिँ नि त्यो गर्नु छ। हजुर श्रीमान जसको तपाईँलाई अहिलेसम्म पनि उहाँले भौतिक रूपमा साथ दिन नसके पनि होइन उहाँ उपस्थित भएर साथ दिन नसके पनि अहिलेसम्म तपाईँलाई उहाँको आत्माले एकदमै साथ दिइराखेको छ होइन? छोरा काखमा बोकेर आज श्रीमानलाई के भन्न चाहनुहुन्छ? अब मैले यत्रो बनाइसकेँ होइन भोलि त हाम्रो भेट हुनै छ नि त जो जो पनि कहिले बाँचिरहन्छ र होइन भोलि उसँग भेट हुँदा मैले चाहिँ नजर झुकाउनु पर्दैन होला कि मैले यसरी अलपत्र पारेर आएँ मेरो छोरा भन्नु त पर्दैन होला नि त मैले केही काबिल बनाएर आएको छु है भनेर मैले प्राउडली उसको आँखामा आँखा जुदाएर भन्न सक्छु होला जस्तो लाग्छ जुदाउने पनि छु होइन? अब भेट हुँदाखेरि त्यो तपाईँको नजर जुत्दैन भोलि किनकि तपाईँले आज गर्नुभएको परिश्रम मेहनतले होइन श्रीमान नभए पनि श्रीमानको साथ र श्रीमानको आत्माले चाहिँ तपाईँलाई हेरिराखेको छ जस्तो लाग्छ। यो समय चाहिँ के रहेछ बहिनी? के लाग्छ तपाईँलाई? जस्तो समयले धेरै कुराहरू सिकायो के सानो उमेरमा विवाह भयो, सानो उमेरमा बच्चा भयो, बच्चामै बच्चा तपाईँले जन्माउनु भयो, बच्चासँगै तपाईँ हुर्किँदै हुनुहुन्छ होइन? बच्चामै समाजले दिएको नाम तपाईँ विधवा हुनुभयो होइन? यो शब्द भन्न पनि कस्तो एकदमै अर्कै फिल हुन्छ है। सो यो समय चाहिँ के रहेछ? कसरी हेर्नु भएको छ समयलाई? समय त चलिरहन्छ होइन? त्यो समय बिचमा अब मान्छेको लाइफमा त्यही समयमा कोही मान्छेको लाइफमा एकदम खुसी पनि थियो होला होइन? त्यही समयमा मलाई कत्रो पीडा पर्यो त। त्यो समय सबैको एउटै नहुँदो रहेछ होइन? अब त्यो टाइममा मेरो लाइफमा जे बित्यो अर्को मान्छेको लाइफमा त्यही त बितेको छैन होला। कसैको लाइफमा एकदम खुसी आयो होला त्यतिखेर होइन? उसले त्यो टाइमलाई खुसीले याद गर्छ होला। मैले त्यही टाइमलाई होइन त्यही डेटलाई मैले कसरी सम्झिनुपर्छ? मेरो लागि त्यो एकदम खराब समय पात्रमा त्यो दिन नभइदिएको भए जस्तो लाग्छ कि। उहाँका जन्मदिनहरू तपाईँहरूका एनिभर्सरीहरू कसरी सम्झिनुहुन्छ अहिले? अब जन्मदिन अब आफ्नै जन्मदिनमा म अब पहिला त उसले मलाई एकदम 12 बजे ठ्याक्क विस गर्थ्यो नि त। अहिले छैन त्यस्तो। मेरो जन्मदिन एकदम याद राख्थ्यो कोही त थियो नि त। अहिले त कसलाई याद हुन्छ र? कोही त थियो जस्तो हुन्छ। अब उसको जन्मदिनमा उसले मलाई चक्लेटहरू ल्याएर दिन्थ्यो है। त्यो अहिले पनि मैले उसको जन्मदिन चाहिँ मनाउँछु। मनाउनुहुन्छ? एकदम। अब फुच्चेको बर्थडे चैतको 30 गते पर्छ त्यतिखेर त स्कुलहरू बन्द भइसकेको हुन्छ नि त। अनि अब उसको बर्थडेलाई चाहिँ मैले यसको बर्थडे मनाइदिने गरेको छु। यो समय सँगसँगै के कुरामा चाहिँ तपाईँ स्ट्रङ हुनुपर्छ, परिवर्तन हुनुपर्छ जस्तो लाग्छ अब चाहिँ? अब आफूमा भएको बचपनाहरू होइन? अब यो अलिकति उसलाई सम्झिँदैखेरि आउने आँसुहरू रोक्नुपर्छ। अब मैले स्ट्रङ भएर होइन उसलाई मैले सम्झिँदाखेरि आँसुले सम्झिन नपरोस् कि खुसी खुसी भएर सम्झिन पाऊँ होइन जस्तो लाग्छ। उही मान्छेले त हो मलाई एकदम
अब उसँग भेट्दा त म बच्चा जस्तो त थिएँ नि होइन। अहिले पनि त बच्चै हुनुहुन्छ नि त। अब जे भए पनि अहिले त आमा भइसक्यो नि त, उमेरले बच्चा भए पनि व्यवहारले दिन्न नि त, बच्चा भइरहनुलाई त कहाँ दिन्छ र। अनि अहिले यतिको म्याच्योर्डपन पनि म अब उसलाई गुमाइसकेपछि भाव नि त, ऊ हुन्जेल त म त बच्चै थिएँ उसको लागि त होइन। यो भनेपछि यो चाहियो चाहियो त्यस्तो। अब उमेर सँगै उसले हुर्काएको जस्तो लाग्छ कि मलाई त, ऊ नभए पनि उसकै अभावले त मलाई यति स्ट्रङ बनाएको छ नि होइन। ऊ भइरह्यो भने त म यति स्ट्रङ हुन्थेन नि त। कसैले केही भन्यो भने आँसु आइहाल्ने, रोइहाल्ने, उसले मलाई यस्तो भन्नु भने यस्तो हुन्थ्यो होला। अहिले त जो श्रीमानले साथ छोडे पनि श्रीमानले गरेका ती कर्महरू सधैँ यादगार बनेर बसिरहनेछ एकदम। यो जिन्दगी के रहेछ, के लाग्छ, कसरी परिभाषित गर्नुहुन्छ तपाईँ? जिन्दगी हामी त एउटा नाटकमा काम गरे जस्तो लाग्छ कि होइन, जसको डिरेक्टर प्रड्युसर चाहिँ भगवान्हरू, हामीलाई चाहिँ यस्तो गर भनेर पठाए जस्तो कि हामी त जस्तो रोल प्ले गर्ने मान्छे मात्रै। लाइफमा सबैको लाइफमा हुन्छ नि त अप्स एन्ड डाउन्स त हुन्छ। अलिक मैले चाहिँ छिटो पाएँ जस्तो लाग्छ दुःख। अझ भाग्यमा लेखिया थियो होला मेरो पनि, यति वर्षमै यस्तो भोग्नु तैँले भनेर पठाएको थियो होला नि त। अब भोलिको दिनमा मैले उमेर पुगेर बेगरा भए पनि मेरो सिउँदो पुच्छिनु थियो भने त त्यो पुच्छिन्थ्यो नि त पक्कै होइन। बरु अलिक उमेर भएपछि त्यसरी पुच्छ्या भए मलाई मुभ अन गर्न अझ गाह्रो हुन्थ्यो होला कि होइन। अब अर्को बिहे गरौँ भने बुढेसकाल लगाइसकेको छ, कहाँ गर्नु। अहिले उमेर छ, अहिले त मलाई हिल हुन पनि अलिक सजिलो भयो नि त। छोरा छ, छोरा भइदिएर अझै धेरै सजिलो भएन तपाईँलाई? छोरासँग कति धेरै कुराहरू अब त सेयर गर्न पनि त सकियो नि अलि हुर्किँदै गर्दा। छोरी मान्छेको जिन्दगी चाहिँ एकपटक फुटिसकेपछि जोडिन एकदमै गाह्रो हुन्छ होइन। सायद मानसिक रूपमा होस्, चाहे शारीरिक रूपमा होस्, चाहे हरेक कुरामा एउटा सिसा टुटिसकेपछि त्यो सिसालाई जोड्न हामीले कोसिस गऱ्यौँ भने कता न कता दाग देखिन्छ क्या होइन, त्यो जोडिएको देखिन्छ। छोरी मान्छेको जिन्दगी पनि त्यस्तै रहेछ भनेर कतिको तपाईँ मूल्याङ्कन गर्नुहुन्छ अथवा सोच्नुहुन्छ? एकदम केटा मान्छेले जति जे गरे नि उसको मलाई दागै देखिँदैन होइन। छोरी मान्छेले यति केही गरोस् त पछिसम्म कुरा हुन्छ कि त्यो कुराको। सेतो कपडा जस्तै हो छोरी मान्छे भने, थोरै दाग पनि देखिने। एकचोटि दाग लाग्यो भने चाहिँ भोलिको दिन राम्रो हुन्छ भनेर कसैले सोच्दैन कि। दाग लागिसक्यो त होइन। ओके, अब यत्तिकै जिन्दगी त चल्दैन। भर्खर के हुनुहुन्छ, सायद 23 वर्ष हुनुभयो होला होइन, बल्ल 23 वर्ष के हुनुहुन्छ। यो कलिलो उमेरमा यो जिम्मेवारी, छोरा, परिवार सबै चिज हेरिराख्नु भएको छ क्या। अब चाहिँ जिन्दगी कस्तो बनाउन मन छ तपाईँलाई? कसैले सम्झिँदाखेरि पनि होइन, मान्छे भनेर सम्झिँदाखेरि पनि त्यो मेरो सङ्घर्ष देखियोस् कि मेरो त्यो दाग भन्दा पनि कि होइन। यति माथि पुगौँ म, त्यो माथिबाट हेर्दा त मेरो त्यो दाग त सानो देखिन्छ होला नि त होइन, जस्तो लाग्छ। त्यो कुरा तपाईँलाई फिल हुन्छ अहिले? त्यो भएर पनि त तपाईँ स्ट्रङ त हुनुपर्छ नि होइन। बच्चाहरूलाई पढाउँदै गर्दा पनि त अलिकति मेन्टल्ली स्ट्रेस त हराउँछ होला नि? हराउँछ, कहिले काहीँ झन् बढ्छ, कहिले हराउँछ होइन। किन बढ्छ चाहिँ? अब यस्तै मेरै छोराको उमेर कति हुन्छ बच्चाहरू होइन। अब बुझ्नै हुँदैन नि त उहाँहरू होइन। मैले जस्तो छोरो हुर्काएको त्यस्तै गरी त्यत्रो बच्चा हुर्काउनु पर्यो जस्तो हुन्छ नि त। अनि कहिले कसो, कहिले आफ्नो ज्यानलाई सन्चाउँदैन होइन। अब आफ्नै छोरा क्यार गर्दा त कस्तो हुन्छ कहिले कसो होइन। अब एउटा आमा भइराख्दा त आफ्नो बच्चाले दुःख दिँदा कस्तो पीडा हुन्छ कहिले कस्तो त। त्यस्तै गरी एउटा शिक्षक भइराख्दा त त्यत्रो बच्चाहरू हेर्नुपर्छ, जिम्मेवार त एउटाको होइन नि त, घरमा पो एउटाको हेरिरहेको। उहाँ त त्यत्रो बच्चाको हेर्नुपर्छ, 16 जनाको होइन। अनि कहिले चाहिँ अब सन्चो नभइरहेको बेलामा झन् प्रेसर हुन्छ, नबोलाउँ सुतिरहँ जस्तो हुन्छ नि त। तर त्यसमा हामीले गिभअप गर्ने ठाउँ भएन है। आज मलाई सन्चो छैन म पढाउँदिनँ भन्न पाइँदैन नि त।
प्राउडली भन्नुहुन्छ है तपाईँ त शिक्षक हो नि। वाउ, कति बच्चाहरूको भविष्य तपाईँहरूको हातमा छ होइन। बेसिक लेभलमा तपाईँले काम गरिराख्नु भएको छ। स्कुलमा थाहा छ तपाईँको लाइफको बारेमा? धेरैलाई थाहा छ है, माया गर्नुहुन्छ होला। पहिला भिडियो देखिसक्नु भएको नि त प्रायः जस्तोले त अझै त रुन आउँछ भन्नुहुन्छ के तपाईँको लाइफ देखेर। छोरालाई अहिलेसम्म कुट्ने गर्नुभएको छ कि छैन? कहिले काहीँ दुःख दियो भने? कहिले कसो कराइन्छ, कराएपछि फेरि माया लागिहाल्छ होइन। एकछिन करायो रिसमा, तर फेरि अनुहारले पनि माया लाग्छ। किन पिट्यो होला, किन करायो होला जस्तो लाग्ने क्या। कहिले काहीँ काम बिगार्छ, चकचक चकचक त गरिहाल्छ बच्चामा होइन। त्यो चकचक नगर्यो भने झन् तनाव हुने रहेछ। मेरो बच्चाले किन गरेन यस्तो, कि कमी हो कि होइन, त्यस्तो लाग्छ। चकचक गर्छ, उमेरै त्यस्तै छ उसको, हामी त्यस्तै गरी हुर्क्या त होला है। अनि के कराउनु जस्तो हुन्छ। ओके, अहिले चाहिँ अब सबै साथी नै भइसक्यो है तपाईँको त। एकछिन देखेन भने साथी त उसले जन्मेदेखि मलाई देखायो, मैले नि उसलाई देखायो होइन। मेरो सबैभन्दा लो टाइममा मलाई साथ दिनु भनेको उसले थियो। अब एकदम ऊ त मलाई कहिले पनि छोडेन नि त, छाया जत्तिकै भयो होइन। गीत गाउन आउँछ? अलिअलि भन न। अब ऊ मैसँग त्यो अब 13 दिनको कामभरि मैसँग बस्या हो, त्यही चिसो भुइँमा मसँग मिस्तो भात खाएर बसेको मान्छे हो नि त ऊ। ए छोराले पनि? अब मैले नखुवाइकन खाँदैन थियो, अनि अब मैले केही छुन नहुने त्यही खुवाएर राख्यो। दुध खुवाउने त्यही पनि आफ्नो कहाँबाट आउनु, त्यतिखेर त आफैले खाएको भए पो आउँछ होइन। आफूलाई खाना नरुच्ने त्यस्तै, चिसो भुइँ त्यस्तै, त्यस्तै गरी दुःख त कति भयो है जिन्दगीमा। आफू सम्झिँदा पनि त्यो सम्हाल्ने हो भने पनि सायद एक जुनी त पार गरिसके जस्तो लाग्छ। पुनर्जन्म भयो जस्तो लाग्ने के कस्तो। अब फेरि मैले त्यस्तो भोग्नु पर्यो भने त आम्मा जस्तो लाग्ने के, डर लाग्ने मनमा त। यत्रो काखे बच्चो अहिले यत्रो भइसक्दाखेरि त होइन, लगानी नै यही हो मेरो त। जिन्दगीको सबभन्दा अमूल्य सम्पत्ति। कस्तो राम्रो। खाऊ खाऊ। भोलिको दिनमा उसलाई राम्रो बनाउन सक्नु नै मेरो एकदम सक्सेस मान्छु क्या म। सक्सेस चाहिँ त्यही हो जस्तो लाग्छ। खानुहोस्। बच्चा हुर्काउने काम त धेरै गाह्रो काम। गाह्रो छ है। हामीले अब उसको त उसलाई सेफ दिने टाइम हो नि त होइन, सेफ दिनु परेछ उसलाई। कस्तो बनाउने त भोलिको दिन भनेर एकदम गाह्रो छ। ओके, अब जाँदा जाँदै अन्तिममा पनि छौँ। जिन्दगीमा यत्रो धेरै सङ्घर्ष भयो होइन। अब खुसी भन्दा पनि धेरै दुःखका पलहरू आए। त्यो भएको भएर म आफै पनि चाहन्छु अब चाहिँ सुखको दिन आओस् होइन तपाईँको। अब छोरा हुर्किँदैछ, छोरा हुर्किएपछि तपाईँका अभावहरू सबै चिजहरू पुरा हुँदै जाउन्, यही कामना गर्न चाहन्छौँ। र अन्तिममा दर्शक श्रोताहरूलाई जतिले पनि तपाईँलाई माया गर्नुहुन्छ र जो एकल महिलाहरू भएर आफ्नो सन्तान हुर्काउँदै हुनुहुन्छ उहाँहरूलाई चाहिँ के छ तपाईँले भन्नुपर्ने? एकदम सुरुदेखि माया देखाउनु भयो नि त, आजसम्म बिर्सिनु भएन क्या। कतिले चाहिँ कतिले त बिर्सिनु भयो होला होइन, कतिले चाहिँ नि अझै मेसेज गर्नुहुन्छ कि बाबु यत्रो भइसकेछ है भनेर। अनि सबैलाई एकदम हृदयदेखि नै धन्यवाद भन्छु होइन। मेरो एकदम गाह्रो टाइममा साथ दिनुभयो मान्छेहरू हो नि त। कतिले इमोसनली सपोर्ट गर्नुभयो, कतिले फाइनेन्सियली गर्नुभयो होइन सपोर्ट। अनि त्यो सबै अहिले सम्झिँदाखेरि चाहिँ जति आफ्नोले गरेनन् होइन त्यति त पराइबाट गरियो नि त है। अनि सबैलाई एकदम 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 धन्यवाद होइन। यहीँबाट आफन्त बरु टाढिए हजुर, त्यति बेला चिन्नु भयो नि होइन को आफ्नो रहेछ को आफ्नो को चाहिँ मेरो आफ्नो होइन रहेछ भने मैले त्यतिखेर चिनिसकेँ। अब त मैले हिल भएर अगाडि बढ्दै जाँदाखेरि को मान्छेसँग डिस्टेन्स राख्ने, को मान्छेसँग नजिक हुने चिनिसकेँ नि त। अब डिस्ट्र्याक्ट हुने ठाउँ छैन कि यो मान्छे त यस्तो छ है भन्ने जस्तो हुन्छ नि त। अब अरूको लाइफमा त त्यस्तो मान्छे चिनिसकेको त छैन, एकदम गाह्रो टाइममा चिनिने रहेछ नि त मान्छे। म त सबै चिनिसकिहालेँ
अब ऊ मान्छेबाट चाहिँ म बच्नुपर्छ है भन्ने भइसक्यो नि त। यो मान्छेबाट चाहिँ मैले घात खान्न, यो मान्छेबाट चाहिँ मैले साथ पाउँदिनँ भन्ने चिनिसकेको छ नि त। अबको लाइफमा म अगाडि बढ्दै जाँदाखेरि चाहिँ त्यस्तो कोहीबाट मलाई हार्ट ब्रेक पनि हुन्न होला होइन, कोहीबाट मलाई एक्सपेक्टेसन पनि त छैन, एक्लै गर्छु भनेर बसेको मान्छे हो नि त। अनि अब कति हुनुहुन्छ होला सिङ्गल ममहरू त होइन, सिङ्गल ड्याड हुनुहुन्छ, सिङ्गल मम हुनुहुन्छ होइन, उहाँहरूलाई पनि त यस्तै गाह्रो होला। अब कतिले चिन्नुहुन्छ, कति अब यो देखाइएको दुनियाँभन्दा कति टाढा हुनुहुन्छ होला होइन, त्यसरी पनि त हुर्काइरहनु भएको छ। कसले कसरी हुर्काइरह होला, कोहीले मभन्दा धेरै दुःख पाएर हुर्काउनु भएको छ होला होइन। म सबैलाई चाहिँ एकदम रेस्पेक्ट गर्छु क्या मैले, आफैले पनि भोगेर होला होइन, आफूले नभएको थाहा हुँदैन नि त। मेरो पीडा अब मैले कसैको श्रीमान साथमा छ होइन, उसको लाइफमा आनन्द छ, उहाँलाई सुनायो भने त उहाँलाई त के हुँदैन है त्यस्तो भने जस्तो हुन्छ नि त। अब जसले पीडा बुझ्छ, जसले त्यो सबै भोगेको छ नि त, हो उसलाई सुनायो भने चाहिँ उसले त्यही ठाउँमा आफूलाई राखेर हेर्छ अनि झन् मजाले बुझ्छ जस्तो लाग्छ कि। यही टाइममा चाहिँ मैले यस्तै हस्बेन्ड गुमाएको मान्छेहरू धेरै भेट्टाएँ कि साथी होइन, अहिले सानै एजमा। समीर कहाँ छिरेको? ओके होस्, ठिक छ, यतिकै होस्, ऊ चलिरहेको छ है। अब अन्तिममा स्ट्रङ हुनु होला, जसरी अहिले हाँस्नु भएको छ यो हाँसो चाहिँ सधैँभरि कायम होस्। यस्तै चकचकेपनले त हाँसो आइहाल्छ होइन। ऊ हरायो त्यही भित्र, भर्खरसम्म ज्ञानी छ भने मान्छे। यता आउनुहोस्, यता। यही हो, यो टाइममा त एकदम धेरै साथीहरू भेट्टाइयो कि यस्तै पीडा भोगेको, एउटा यस्तै मेरै एजको, मभन्दा नि सानो मान्छे कि अझ, उसलाई सम्झिन चाह्यो मैले होइन। ऊ चाहिँ नि एकदम टाढाको हो फेरि, ऊ चाहिँ उसलाई चाहिँ सम्झियो मैले यहीँबाट है। उसले पनि भोग्यो, यस्तै लभ म्यारिज थियो उसको होइन, रश्मि गिरी हो उसको नाम चाहिँ। अनि उसले पनि हस्बेन्ड यस्तै एक्सिडेन्टमा गुमाएको हो कि। 1 month जस्तो चाहिँ यस्तै हाम्रो जस्तै भयो, पछि उसलेको चाहिँ छिटै डेथ भयो होइन, हाम्रो जस्तो धेरै दुःख पाउनु भएन, तर सानो उमेरमै गुम्यो एकदम। उसको चाहिँ अब बच्चाहरू केही पनि छैन, मुभ अन हुन चाहिँ गाह्रो होला है बिचरा। त्यही त मेरो पो मन भुलाउने बाटो छ। उसले नि त माया गरे मान्छे हो, गुमाउँदा पीडा त एउटै हो नि त। माया गरे मान्छे गुमाउँदाको पीडा त उसलाई पनि त्यही पीडा होला, तर उसले कसरी सम्हाल्यो होला आफूलाई जस्तो लाग्छ मलाई। तपाईँको पनि सुखको दिन छिट्टै आउँछ, छोराले सायद छिट्टै सुख दिन्छ होला होइन। अब गरेको आफूले गरेको कर्म पाउने त हो, भोलिको दिनमा मैले राम्रै गरेछु जस्तो लाग्छ मलाई, राम्रै होला। ओके हस्, थ्याङ्क यू सो मच आइदिनु भयो। अबको जिन्दगी एकदमै राम्रो होस् र आफ्नो जिन्दगी चाहिँ रङ्गीन बनाउनु होला। मेरो जिन्दगी सादा छ भनेर कहिले पनि नसोच्नु होला, एकदम स्ट्रङ हुनुहुन्छ यो समयमा, अझै पनि स्ट्रङ हुनु होला। नाम के हो हजुरको नाम? सामु। साम्युल भन न। कतिमा पढ्ने हो? नर्सरी। आमा, अनि हजुरको त्यहाँ सँगै बस्ने को हो? मामु हो। घरमा को हुनुहुन्छ? मामुको नाम के हो? म्याम हो। मम्मु चाहिँ म्याम। अनि यो म्यामको नाम चाहिँ के हो त? नाम के नाम? म्याम हो। के म्याम हो? नाम के? मेरो मामु होइन, उसले भन्न चाहेन। ल हामी एउटा गीत सुन्ने, ल चकचक नगरिकन अहिले म चक्लेट किनिदिन्छु नि। पानीमुनि माछा गाइदेऊ न ल। तिम्रो कुन म्यामले सिकाएको गीत रे? तिम्रो म्यामको नाम भन न। त्यो म्यामले गीत। ल ओके, ल गाउने ल। ओके
पानी मुनि माछा खाऊ न पानी मुनि माछा वाउ चकचक अलि गर्ने हो कि क्या हो त ज्ञानी भन्यो चकचक रहेछ हो तिमी चकचकी हो ला ल त्यो हातले नसमाइकन बोल्ने ल नछोइकन ल हात यसरी छोड्नुहोस् त हात अनि हाउ आर यु छोरो मामुले कुट्नुहुन्छ है कुट्नुहुन्न हो मामुले माया गर्नुहुन्छ तिमीलाई सबभन्दा धेरै कसको माया लाग्छ त अनि त्यसपछि मामुको बाको लाग्छ कि लाग्दैन लाग्छ तिम्रो बाको नाम के हो त बाको नाम छैन ए घरमा को हुनुहुन्छ घरमा को हुनुहुन्छ तिम्रो भनिदेऊ त औँलामा गनेर भनिदेऊ त थाहा छैन ला हो र कोही नि छैन किन कोही नभएको त यो नचलाउ न गफ गर न एकछिन गफ दिदीसँग गफ नगर्ने त्यही केही गफहरू के नगर्ने आज के खानुभयो तपाईँले के खायो हो माम खानुभयो कि खानु भएन स्कुलमा के खायो माम खाएको हो खिर माम खाएको हो कि हलुवा ए हलुवा खाएको हो मनपर्छ हलुवा गुलियो चिज मनपर्छ कि क्या होइन हो कि क्या हो फेभरेट के हो भन त आलु साथी है पुरै साथी अहिले त ओ माई गॉड मलाई कसैले माया गरेन वाउ त्यस्तै नि आउँछ ए अनि अरू के छ तिम्रो गफ केही छैन किन नभएको ठिक छ किन केही नभएको त गफ के तिमी इन्जिनियर बन्ने हो क्या यस्तो हो बोल्नुहोस् के भन्छौ तिमी ठुलो भएर ओहो पुलिस बन्ने हो तिमी पैसा कमाएर के गर्ने रे अमिर हुने ए आमा अमिर भएर के गर्छौ त पुलिस बन्ने अनि यति हो सक्यो होइन कति पैसा कमाउने त हो अनि घर कहिले बनाउने हजुर भोलि अब के गर्नु भयो है ल बाई 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 गर्दा सबैजनालाई आई लभ यु भन्नु न सबैलाई